अनि नेपालमा विकास गर्ने आय स्रोत त्यही नभएपछि विकास कसले चाहिँ गर्छ त? हिजो प्रचण्डले आएर म गर्छु भनेको छ, केपीले म गर्छु भने चाहिँ कहाँबाट ल्याउनु? कसैको जिम्मा छ पैसा? नेपालबाट जुन आएको खनिज, जुन निकालेछ मिथुन ग्यास निकालेर अहिले हामी नेपाललाई चलाउँछौँ भनिरहेछ, त्यही चलाउँछ। अब त्यही भनेर त्यही काण्डै यस्तो राजनीति गरिरहेछ इन्डियाहरूले। यहाँ बुझेकै छैनन् मान्छेहरूले। बालेन बाजे बालेन 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 यत्रो घन्टाको बालेन। नेपाल कहाँ पुगिसकिसक्यो? कहाँ जाँदैछ राजनीति थाहा छैन हाम्रो साथीहरूलाई। झापामा आएर गिपी के अरे बालेलाई जिताउने, बाबालाई हराउने। म हाम्रो नेपालको झापाको साथीहरूलाई म सोध्छु क्या, किन के हो, के कारण हो बालेलाई भनेको? नयाँ पुस्ता, पुरानो पुस्ताले जति गर्यो नयाँ पुस्ता भन्छ। बाबाले के चाहिँ गरेको छैन भने गरेछ, झापालाई गर्यो। अब झापालाई मात्रै नगरेर देशको लागि गर्नु पर्यो। देशको लागि चाहिँ बालेनले गर्छ भने यत्रो विकास भएको बाबाले गरेको चाहिँ नदेख्ने। पार्टीको सबैभन्दा एक नम्बर राम्रो पार्टी लाग्ने एमाले पार्टी हो मेरो नजरमा। अरू जेसी होस् है, देशको लागि चाहिँ अरूको लागि जेसी होस्, एक नम्बर पार्टी एमाले हुन्। देशलाई बचाउने, देशलाई बनाउने पार्टी, सङ्गठन दह्रो भएको, राम्रो भएको एमाले पार्टी हुन्। घुस खान्छन्, घुसलाई समर्थन गर्ने होइन, त्यो चाहिँ जेन्जी साथीहरूले आन्दोलन गर्ने, ठोकिहाल्ने हो। तर देश बनाउने चाहिँ एमालेदेखि बाहेक कुनै नेताले बनाउँदैन। एमाले सङ्गठन दह्रो छ। अरू जुनै जोगी कान्छी मेरो नजरमा, बाँकी साथी जे छ आफ्नो ठाउँमा छ। मेरो नजरमा है साथी, म साथ समर्थन बाबालाई छ। बाबा हुँदैसम्म, बाबाको पछि गए पछि सोच्नु लागेको, तर बाबा हुँदैसम्म बाबाले ढकभकाउनु दिँदैन कुरो। म यति बुझ्दछु म, किनभने बाबाको भित्री मनहरू मैले धेरै बाबाको धेरै हेरिरहेको छु कि सबै कुराहरूमा म एकदम चासो दिइरहेको छु, ध्यान दिइरहेको छु होइन, राजनीतिक कुरोहरूमा चाहिँ। तर पुरा बाबाले जति पनि गरेका छन् नेपालको लागि सही सलामत निर्णय लिएका छन् बाबाले। यसको म बुढालाई एकदम, र सबै साथीलाई सोध्दा बाबाले के चाहिँ गरेको छैन भन्दाखेरि भ्रष्टाचार गर्यो, देश विकास भएन। देश विकास गर्नु लागि आस्रोत हुनु परेन? आस्रोत चाहिँ कहाँबाट छ त? भन्सारमा निगमहरूले, भन्सार निगम आयो त मालपोत सबै आफै भ्रष्टाचारी। अनि आफ्नै छोराछोरी छ फेरि जेन्जी आन्दोलन, आफ्नै घर सफा गर्ने क्या पहिले। कोले के गर्छ भने त्यहाँबाट सफा गर्ने, इमान्दारी भएर आउनु पर्यो नि त। यो हो कारण। अनि अहिले हाम्रो नेपालमा निक्लिएको अलिकति 50 वर्षलाई पुग्ने बित्थामा ग्यास थियो, त्यो त निक्लिएको के नेपाल रात हुन्थ्यो? त्यो पनि इन्डियाले दबाई दिए त हाल, दबाएन त, कुरै हराएछ। कहाँ पुग्यो त्यसको? अब निकालौँ न। भोलि बालेले त्यो कुरा गर्छ, त्यो भोलि बालेले कुरा गरेर नेपालको सीमाको बर्डर कुरा गर्छ, बालेलाई मारेर केपी बाबाले मारेको भनेर लगाइदिन्छ आरो। अनि फेरि सबै जनता हो केपीले नै मारेको हो, किनभने केपीलाई हराएर केपीलाई बाहिर पठाएको थियो, त्यसको रिसले बुढाले प्लान गर्यो, डिजाइन गर्यो, एमाले डिजाइनले गरेर केपी बालेलाई मारेको भन्छ। त्यो होइन, बाहिरबाट हो। यसरी बुझ। हामी नेपाली सबैजना साथीभाइहरूले एकले राम्रो गर्छ, खुट्टा तान्ने बानी छ, तानिरहेको छ सबै पार्टीले। थाहा छ नि एमाले राम्रो काम गरिरहेको थियो, बाबुले राम्रो काम गरिरहेको छ भन्ने कुरो प्रचण्ड बाबुलाई थाहा थियो कि शेरबहादेव प्रधानमन्त्री हुन लागेकै थिएन र पनि त थामेरै बस्यो बाबुले। गर्न चाहिँ के गर्यो? जति जति गर्छन् यी सबै केपी बाबुको निर्देशनमा 2-3 वर्ष जति सरकार चलायो, 2 चोटि, त्यतिमा पनि धेर जति पनि बाबुले गरेका छन्। यो गरेकोलाई मान्नुपर्छ, यसलाई सम्मान दिनुपर्छ। म सम्मान दिन्छु है बाबुले। यो मेरो पार्ट 3मा चलिरहेछ। मेरो झापाको साथीहरूले चाहिँ यसपालिको चुनावमा बाबुलाई हरायो भने साह्रो पछुतो हुनेछ, यो कुरा ढुक्क हुनुहोस्। बाबुलाई झापाबाट हराउनु हुन्न मेरो भनाइ। किनभने बाबुलाई हामीले बहुमतले जिताएर पठाउनुपर्छ, शानदार भएर माथि। भ्रष्टाचारी गर्यो, देश विकास भएन, त्यो जनताले गर्ने हो क्या। ठाउँमा माथि पुगाइसकेपछि हामी तल निगरानी गरेर ठाउँ कहाँ हो यहाँ हुन्छ भनेर अम्लाउने हो नि त। तर अरू पार्टीकोले दिँदैन नि त, पार्टी धेरै छ नि त, त्यो हो क्या खास। त्यही भएर मेरो साथीहरू म भन्छु, यदि जिताउनु नै छ बाबा, यदि जिताउनु बाबा छैन भनेदेखि चाहिँ माटोमा भोट हालेर हर्का साम्पाङ, नेपालको अर्ग्यानिक हिरो भनेको हर्का साम्पाङ हो। हर्का साम्पाङ एक नम्बर चोखो, शुद्ध, भ्रष्टाचारमा नमुसिएको, अन्तर्राष्ट्रियसँग पनि सङ्गत नभएको होइन, इन्डियासँग झन् भेटघाटै नभएको अहिलेसम्म। तर भोलि गएर हुनै पर्ने हुन्छ, किनभने कथाले माग्छ क्या। मन्त्री भइसकेपछि चाहिँ गएर हात मिलाउनु पर्ने हुन्छ, माग राख्नुपर्ने हुन्छ, उसको मागलाई स्वीकार्नु पर्ने हुन्छ। त्यसमा स्वीकार नस्वीकार अर्कै छ। तर अहिलेसम्मको साह्रै राम्रो अर्ग्यानिक हिरो भनेको के अरे हर्का साम्पाङ हो। यदि साथीहरूले हर्का साम्पाङ के अरे बालन जिराउनु जग्गा बरु यदि एमालाई भोट दिनै छैन भने हर्का साम्पाङ दिनु अहिलेको अवस्थामा चाहिँ। पछि कुरा पछि भन्नुला, तर अहिलेको अवस्थामा, यो अवस्थामा है साथी हो, जिताउनु नै छ। यदि केपीसँग रिस फेर्नु छ, केपीले देश विकासै गर्न भने हर्का साम्पाङ दिनु। उसले धेर जति गर्छ उसले विकास गर्छ नेपालमा, चोखो भ्रष्टाचार हुन्छ। अनि भ्रष्टाचार गर्नु भऱ्यो भने कानुनले गरेर पक्रिन्छ। त्यहाँनिर किन मेरो मान्छे पक्रेको? आन्दोलन, अर्कोले भ्रष्टाचार गरेर वहाँनिर जान्छ, थन्किन्छ। त्यहाँ मेरो चाहिँ किन मान्छे पक्रियो भने फर्काउँछ, त्यहाँ आन्दोलन हुन्छ। ठेक्नै पर्यो नि त, कसैको मान्छे समाउनै हुँदैन।
मेरो मान्छे पक्रिँदा अब आन्दोलन भ्रष्टाचारी खायो गऱ्यो सामाजिक सञ्जालमा हालिहाल्छ अनि चाहिँदो नचाहिँदो कुरो छ होइन भ्रष्टाचारी भएपछि पक्रेर लिएर खान्छ त हो थुन्छ त हो थुन्छ अब के गर्ने थुन्दैन त थुन्छ नि अनुसरण गर्छ नि दिनै पर्दैन मेरो मान्छे लगाए कडाएर बाँडेर गुटेर भन्छ त्यो मान्छेले कुरो भन्ने अनि त्यही सरकार त्यही भएर हाम्रो नेपालमा विकास हुनु सक्दैन यदि नेपालमा विकास हुनु छ भने केपी बाबुको खुट्टा मोल्नुपर्छ केपी बाबुले उठ भन्दा उठ बस भन्दा मात्रै हुन्छ उसले चाहे जति नेपालमा मात्रै हुन्छ त्यहाँदेखि माथि हुन दिँदैन कुरो यसरी बुझौँ मैले देखेको नेपालमा यति देखेको छु विकासको लहरको गर्ने ठाउँ हामी सबै नेपाल सचेत भएर आफूले आफ्नो क्षेत्रमा हामी यतिजना युवाले हामीले यो गर्नु पाउनुपर्छ भनेर माग राख्ने त्यो माग अनुसारले हामीलाई यो काम दिनु हामी यो क्षेत्रमा यो काम गरेर सक्सेस गराउँछौँ भनेर यो प्रस्ताव राखेर जाने हो क्या माथि तर एकैचोटि मन्त्री टाकेर बालेन माथि पुगेको छ मैले त्यहाँ गएर म देशको विकास गर्छु भने कहाँबाट ल्याउने पैसा गोजीमा पैसा छ र आफ्नै गाउँ विकास गर्न सकिँदैन देशको विकास गर्छु भन्छ क्षेत्र विकास गर्दै जानुपर्ने गाउँबाट ओडाबाट चाहिँ क्षेत्रबाट टोल जिल्लाबाट अञ्चलबाट प्रदेशबाट मात्रै जाने हो नि त माथि पुग्नु त विकास त त्यहाँबाट हुनुपर्ने हो नि त अहिले नेपालमा सबै ठाउँ धेरै देखिएको भनेको झापामा छ अर्को भरतपुर महानगरपालिका छ चितवनमा विकासकै रूपमा हेर्ने हो भने चाहिँ है साथी हो विकासकै रूपमा हेर्ने हो भनेदेखि चाहिँ सबैलाई बजेट आएको त्यो हुन्छ नि इमान्दार हुनु परेन जितेर जाने संसदले आफू पनि भुँडी बस्छ त के गर्ने त त्यो केपी ओलीलाई दोष दिने जनताले आफ्नो संसदलाई पक्र न अनि त्यहाँबाट छुटेको बजेट खोइ कहाँ गरिस् भने संसदलाई चाहिँ खोजौँ न आफूले जितेर पठाएको संसदलाई चाहिँ किन माथि केन्द्रले दिएन भने मात्रै केन्द्रले त माथि बजेट सबै क्षेत्र छुट्याइदिएको छ त त्यो छुटेको क्षेत्रको बजेट चाहिँ आफ्नो संसदलाई हान्ने हो क्या टाउकोमा हाम्रोमा त गरेका छन् क्या बाबुले झापा क्षेत्र नम्बर 5 जितेको छन् उसले जिते अनुसार उसले जिताएर पठाए अनुसार उसले जनताले बुद्ध गरिदिएको छन् जति गर्नुपर्ने गर्छ गर्नु बाँकी छ गरौँला गर्नेछन् बाबुले तर हाम्रो झापामा जति गरिरहेछ त्यो गरिरहेछन् हामीले गरेछन् तर हाम्रो झापाको साथीले किन देखिरहेछन् किन आँखा चस्मा लगाएको भने बालेनले चाहिँ के गर्छ गोजीको पैसा हालेर देश विकास गर्ने हो र हामीले नै गर्ने होइन हामीमा सचेत हुनुपर्ने होइन म त्यही भन्छु विकास गर्न हामीलाई नदिने भनेको तलतिर हो हाम्रै बाले त्यत्रो विकासको लागि त्यत्रो योजना बनाएको छ बिजनेस प्लानहरू त दिएको छैन किन नदिएको त बाबाले रोकेको हो र त्यो उताबाट रोकेको हो नि त अनि म चाहिँ के भन्छु भने संसदमा जितेर पठाइसकेपछि संसदलाई आएको बजेट संसदलाई हान्ने हो क्या टाउकोमा क्षेत्रबाट जितेर पठायो नि तिनीहरूले खोइ यहाँ विकास गरेको भने खोज्ने हो तिनीहरूलाई खोज्ने हो एक बालेनले विकास गर्छ भनेर पछि लागेर हराएर हुरुर गरेर कुर्याएको छ बालेनले के गर्दैन म भन्दैछु है साथीहरू हाम्रो झापा साथीहरू नजिताउँ है बालेनलाई यदि बालेनलाई जितायो भने पछुताउनु पर्छ भोलि गएर किन भन्दाखेरि 2 वर्षमा उसले राजीनामा लिन्छ अनि हाम्रो भोट खेर गएन अर्को आउँछ के गर्छ हामीले किन जिताएको बालेनलाई भने देशको विकासको लागि जिताएर पठाएको नि त झापाबाट यदि पठाइयो भने चाहिँ अनि उसले देशको विकास गर्छ भने सबै साथीले भ्रम छ गर्दैन भूत भविष्य वर्तमान सबै हेरिसक्यो सङ्गठन हुनुपर्छ सबैभन्दा बलियो सङ्गठन हुनुपर्छ सङ्गठन भएपछि मात्रै हुन्छ सङ्गठन हुनु परेन अनि आफ्नै सङ्गठनको मान्छे गर्दा भुस खाइदिन्छ ठुलो कारबाही गर्नुपर्छ आफ्नो क्षेत्रको मान्छेले कारबाही गर्नु आफ्नो क्षेत्रको संसदले कारबाही गरौँ क्या साथी हो कुन क्षेत्रको गरेको छैन क्षेत्र त्यहाँकोलाई चाहिँ कारबाही गरौँ न देशमा किन मुस्ती राख्ने राष्ट्रिय माथिबाट त आउँछ बजेट माथिबाट सबैले बजेट बनाउँछ क्षेत्रमा जान्छ क्षेत्रकोले आफ्नो ओडाकोले गाउँमा विकास त्यहाँ भयो कि भने त्यहाँ निहाल्यो क्या केटा साथी हो हामीले चाहिँ देश विकास त बिस्तारै हुन्छ किन चाहिँ नेपालको आँसु छ र अहिले हुन लागेको आँसुले बन्द गरिदिँदैछ क्या साथी हो इन्डियाले बन्द गरिदिँदैछ हाम्रो मिथेन ग्यास 50 वर्ष पुग्छ भनिरहेको छ ती 50 वर्ष चाहिँ केपी ओलीले इन्डियालाई दिएन भनेर त्यहीँ जलोस् भनेर सबै यो डिजाइन प्लानले केपी ओलीलाई चाहिँ एउटा राजनीतिक मुद्दा एजेन्डा बनाइदिएर छ्याताजनाको हत्यारा बनाइदिएको छ हामीले बुझ्नुपर्छ साथी हो हामीले केपी ओलीलाई हराउनु भनेर आन्दोलन गरे जेनजीले गरे हो त होइन नि त संशोधन गर्नु पर्थ्यो भनेर एउटा थियो एजेन्डा अर्कोमा पुर्याइदियो कुरो त्यो सबै डिजाइन हो यो बालेले मन्त्री हुने लक्षण हो त अनि अहिले के छ हाम्रो सबैमा उनीहरूले काठमाडौँको मेयरले गरेको काम छ यसलाई चाहिँ गर्दाखेरि सबैले हाई मान्छ यही हो ल बनाउनुपर्छ एउटा राजनीतिक एजेन्डा बनाइदियो क्या मान्छे 76 जना मरेर बिचराहरू म पनि तिनीहरूमाथि दुःख व्यक्त गर्न चाहन्छु हाम्रो जुन साथीहरूले जीवन गुमाए जे गरे ती गरे दुःख व्यक्त गर्छु म पनि त्यसमा चाहिँ म सहमत छैन तर केपी ओलीको सरकारकै पालामा भएकोले गर्दा केपी ओलीलाई दोष पुग्नु गयो क्या त्यो चाहिँ केपी ओलीले भनिरहेछ म निर्देश छु बाबा छानबिन गर भनिरहेछ सुशीला प्रधानमन्त्री नेपाल उसले किन अहिलेसम्म नगरेको किन भुल्याएर राखेको जनतालाई यत्रो भइसक्यो 4 महिना भइसक्न लागिसक्यो 4-5 महिना भइसकिसक्यो हो खै त गरेको त केपी ओलीले पहिले चाहिँ हत्यारा उ गर्नुपर्छ भने अहिले ऊ आफै प्रधानमन्त्री चाहिँ किन ब्याग बसेको यसरी बुझ्नुपर्छ साथीहरू राजनीतिक यहाँ यसरी बुझ्नुपर्छ देश विकास बालेनले आएर गर्छ भनेर भ्रम नपर्नु देश विकास बालेनले गर्दैन हाम्रो झापाको मत खेरो नजाओस् यदि गर्नै छ भने बालेनलाई जितौँ
यदि केपी ओलीबाट हुँदैन तपाईँको त्यस्तो लाग्छ भने बालेनलाई जिताउँ। बालेनले गर्छ, बालेन एकदम अर्ग्यानिक हिरो हो, उसले भ्रष्टाचार गर्न दिँदैन। भोलि भ्रष्टाचार रोक्नु पऱ्यो भने अहिले जस्तै काठमाडौँको के धरानमा त्यत्रो मेयरले त्यो भ्रष्टाचार नगर्दाखेरि के भन्दै गर्दाखेरि हर्केले डुबायो, हर्के आयो, कहाँबाट आयो, हामीले गरिदिएन भने यस्तो हुन्छ क्या। छेक्दा पनि यस्तो हुन्छ क्या, भ्रष्टाचार छेक्दा पनि यस्तो आरोप लाग्छ क्या मान्छेलाई। तर मेन हामीले साथी हो, मेरो विचारमा है साथी हो, झापाभित्रको साथीहरूलाई मात्रै होइन, यो चाहिँ देशभरिको लागि पनि म युट्युबमा भिडियो अपलोड गर्दैछु। यो मेरो युट्युबमा हेर्नु साथी हो, मैले बालेनको विषयमा केही कुराहरू गरेँ भने मेरो भावना चाहिँ युट्युबमा राखेको छु। यो युट्युबको कुराहरू सुनेर मात्रै मलाई गाली गर्नुहोस् है पछि, ल। मैले यहीँ राखेको छु मेरो सबै मेरो मनको कुराहरू। राजनीतिमा हामी युवाहरू घुमिनुपर्छ, गर्नुपर्छ, तर ठिकसँगले। नेपालको बोर्डरमा, इन्डिया र नेपालको बोर्डरमा यदि बोर्डर लगाउने भयो भने मैले नेपाली अमेरिकी डलर भनेको $2000 भनेको नेपालमा 2,80,000 पुग्छ। म नेपाललाई हृदयदेखि नै सहयोग गरेर विकासको लागि है, नेपाल विकासको लागि र नेपाल हितको लागि गर्न चाहन्छु। मैले कतारमा बसेँ, जति बसेर कमाएको छु 2 पैसा सरकारलाई दिन सहयोग गर्छु, किनभने नेपाल राष्ट्र हितको लागि, जनता हाम्रो नेपाल विकासको लागि सहयोग मेरो तर्फबाट म गर्न चाहिँ विकासको लागि है। अनि त्यस पछाडि म के गर्न चाहन्छु, विकास गरेर जाने भने अनि हाम्रो नेपालमा आशोरै छैन। नेपालमा विकास गर्छु भनेछ, विकास गर्छु भनेछ, कहाँबाट ल्याउनु? उता कुलेखानी बन्द गरिदिएको छ, निकालिदिँदैन। नेपालको गभर्मेन्ट थुपारिदिन्छ नेपालको जनताले चाहिँ, कहाँबाट चाहिँ बन्द गर्छ त्यो बुझ्नु पऱ्यो नि। मेन चाहिँ नेपालको सबै आउने ठाउँ बन्द गर्ने कसले चाहिँ गर्छ त्यो चाहिँ बुझ्नु छैन। अनि देश प्रधानमन्त्री ठोक्या छ, प्रधानमन्त्री भ्रष्टाचारी बढेको छ। भ्रष्टाचारी रोक्ने ठाउँमा मेन हान्ने भनेको भन्सारमा हान्ने हो, झ्याम गरेर भन्साकारलाई ठोकिदिने हो। आल निगममा गएर ठोक्ने मुलाहरूलाई होइन। यहाँ नेपालको एयरपोर्टमा कति भ्रष्टाचार भयो, त्यहाँको प्रमुखलाई चाहिँ हान्ने हो नि त। मन्त्रीबाट आदेश मन्त्रीले गरेन भने गएर डाइरेक्ट त्यहाँ गएर उडाइदिने हो। नेपालको संशोधन गर्नुपर्ने भने मन्त्री किन चाहिँ विघटन गराइदियो बालेनले? संशोधन विघटन किन गराइदियो? चुनावको लागि एजेन्डा थियो जेनजीको। चुनाव गराएर चाहिँ इन्डियाले चाहिँ त विघटन गरेपछि संसद भङ्ग भइसकेपछि चाहिँ त्यो फेरि चुनाव जान्छ, चुनावपछि त जितेर आएछ, त आएपछि हाम्रो कुरा मैले भने कुराले मान्नुपर्छ। यो कुरा म मसितले गर्नुपर्छ, माइनस भनेर उसलाई आइसकेछ अल्टिमेट गर्छ। यो ढुक्क हो साथी हो, ढुक्क है साथी। यो चाहिँ भोलि यति के बालेनले मानेन भने बालेनलाई मार्छ, मारेपछि केपी ओलीमा खनाइदिन्छ। किनभने केपी ओली त हारेर बसेको छ नि त, त्यसको रिस्क फेरो भनेर त्यहाँ खनाइन्छ एज अ मुद्दा। अनि यता चुच्चे नक्साको मुद्दा पनि डिस्मिस भइसकिसक्यो यो आन्दोलनले गर्दाखेरि। अनि उता कुलेखार यता हाम्रो ग्यास निकालेको कुरो पनि अहिले पुरै बन्द भइरहेको छ। त्यो कारणले गर्दा साथी हो, म चाहिँ यसपालिको उसमा चुनावमा चाहिँ केपी बाबालाई समर्थन गर्न जान्छु। केपी बाबालाई बचाउन जान्छ। केपी बाबा राष्ट्रिय हुन्, राष्ट्रियताको लागि एकदम धीरेपूर्ण छन् र बाबाले राष्ट्रलाई गरेका छन्। नेपालको विकास धेरै भएको छ। नेपालमा साथीभाइहरूले नबुझ्नु अलग कुरा हो, तर विकास यति भएको छ, धेरै भएको छ। जति मैले जानेछु नेपाललाई पहिलेको भन्दा राजतन्त्र भन्दा लोकतन्त्र गणतन्त्रमा धेरै विकास भएको छ। सबैतिर निहालेर हेर्ने भने अहिले बाटो चौडा बढाएको छ, गाउँतिर बाटो पुगेको छ। देश विकास भएन भनेर मन्त्रीलाई हान्ने होइन, आफूले जिताएर पठाएको संसदको टाउकोमा हान्ने हो। तैँले आएको बजेट कहाँ गयो भनेर घरमा देशलाई चाहिँ गएर ठोक्ने साथी हो। हाम्रोमा बालेन जिताएर पठाएर के गर्यो, भोलि आज जितायो नि भोलि हार्यो भने भोलि काम नराम्रो गऱ्यो भने फर्केर आउँछ, आउँदैन त। ऊ त जान्छ आफ्नो क्षेत्रमा, आफ्नै क्षेत्रबाट जितेर चाहिँ आओस् न। म चाहिँ त्यो भन्छु क्या, बालेनले जितेर आफ्नो क्षेत्रबाट गएस् न संसदमा, त्यहाँबाट आफ्नो राख्छ न। अहिले हिजो अस्ति ज्ञानेन्द्र साईलाई बराक गर्थ्यो होइन, ज्ञानेन्द्र साई केही नै गर्छ, के गर्यो ज्ञानेन्द्र साईले? खोइ के अहिले भोट म हार्छु भनेर, बरु हारे पनि मेरै गाउँमा हार्छु भनेर थन्किएन? सक्दैन नि त साथी। सङ्गठन बलियो डर नभएर बहुमत नल्याएसम्म सक्दैन क्या केही गर्न पनि। यदि गर्न आँट्यो भने पनि धोतीहरूले हामीलाई गर्न दिँदैन। त्यही भएर हामी आफू मिलेर बस्नुपर्छ। सानोतिनो जे जति गर्दैछ त्यसैलाई साथ समर्थन गर्दै जानुपर्छ, मेरो भनाइ र मेरो सोचाइ साथी हो। म नेपालका लागि म नेपाललाई सहयोग पनि गर्न चाहन्छु। हाम्रो नेपाल राष्ट्रिय सहयोग धेरै तल गएको छ विदेशी हिसाबमा, र हामी सबै नेपाली साथी एकजुट भएर गऱ्यौँ भने हामी आफै देशलाई उठाउँछौँ। मिहिनेत गर्नुपर्छ। मेरो एउटा कुरा के छ भन्दाखेरि चाहिँ, यदि मेरो कुरो चाहिँ यो कुरा युट्युबमा हेर्ने साथीहरूले चाहिँ अब भने मेरो एजेन्डा चाहिँ रह्यो भने प्रधानमन्त्री भयो भने नेपालको छोरीचेलीलाई विदेश जान रोका गर्नुपर्छ। 75% छोरीचेलीलाई नेपालमै जागिर राख्नुपर्छ। छोरीचेलीलाई, छोरा मान्छे हो, बाहिर काम गर्नुपर्छ, कमाउनुपर्छ, ल्याउनुपर्छ, त्यो छोरा मान्छे ठाउँ छ। तर नेपालको छोरीचेलीहरूलाई चाहिँ 75% रोक्नुपर्छ। घरमै काम दिनुपर्छ, घरेसी काममा दिएर राख्नुपर्छ। र 25%लाई चाहिँ छुट गरेर त्यो चाहिँ पढ्नका लागि, घुम्नका लागि, घुम्नका लागि चाहिँ 25% छुट। र सिर्फ काम गर्नलाई भने छोरी मान्छेलाई नेपालमा राख्नुपर्छ, प्रतिबन्ध हुन्छ, विदेश जानु दिनुहुन्न। यो साह्रै नराम्रो भएको छ। छोरा मान्छेलाई सकिँदैन,
किनभने आसोदै नेपाल छैन। आसोद नभएपछि नेपाल कसरी रोक्न सकिन्छ? छोरी मान्छेहरूको लागि भने 25% है त कान। ल यति मेरो कुराहरू यो अब युट्युबमा आउँछ अड्दै थाहा छैन, तर यो मेरो लामो भिडियो भयो। तेस्रो भिडियोमा पुगेको छु म। ल मेरो राय यो साथी हो, तर यसपालिको चुनावमा जे जस्तो होस् हाम्रो क्षेत्रमा बाला हराउनु हुँदैन। यदि हरायो भने पछुताउनुपर्छ झापाकोले। झापाको नाम बदनाम हुन्छ, किनभने बालेलाई जितेर पठाइसके भोलि बालेले 2 वर्षमा उसले चाहेको काम हुँदैन नभएपछि ऊ राजीनामा दिन्छ। अनि हामीले कसलाई गाली गर्ने? कसलाई गाली गर्ने? गाली चाहिँ कसलाई गर्ने भने क्या, बुझ्ने नि?